आजको हाम्रो यात्रा रहनेछ दाङ घोराईमा रहेको धारापानी विच इज फेमस फर वर्ल्ड टलेस्ट त्रिशुल। बिहानै उठेर चिया खाए लगतै हामी धारापानी जानको लागि अटो खोज्नतर्फ लाग्छौँ र केही समयपछि अटो पाइन्छ र हामी अटो चढेर धारापानीतर्फ लाग्छौँ, जहाँ पुग्नको लागि हामीहरूलाई 20 देखि आधा घण्टाको समय लाग्ने रहेछ। अटोमा जाँदै गर्दा हामीहरूले त्यहाँको गाउँ हेर्दै लोकल भाइब्स लिँदै अगाडि बढिरहेका थियौँ। र फाइनल्ली हामी हिँडेको केही समयमा धारापानी पुग्यौँ र त्यहाँ वरिपरि घुम्न थाल्यौँ। फर्स्ट अफ अल विश्वकर्मा बाबाको दर्शन गरे लगतै हामी 108 जलाधर स्नानतर्फ लाग्यौँ, जुन बन्दै गरिरहेको रहेछ। 108 जलाधर स्नान हेरी लगतै हामी त्यहाँको मुख्य मन्दिर धारापानी मन्दिर अर्थात् पाण्डेश्वर मन्दिरको दर्शन गर्यौँ। पाण्डेश्वर मन्दिर दर्शन गरे लगतै हामी त्यहाँको मुख्य आकर्षण त्रिशुल हेर्नतर्फ लाग्यौँ। त्रिशुलसँगै विभिन्न आर्टहरू पनि राम्रो थियो र अझै धेरै कुरा बन्न बाँकी रहेछ। जडी नभएर फोटो खिचेन। र आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ दिस फुल भिडियो। सब्सक्राइब गर्न नभुल्नु होला।